एभ्रिवान नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। अनि आज पनि हामी चाहिँ यहाँ के अरे फुपू घरमा छौँ। अनि हिजो चाहिँ के अरे हामीले चाहिँ पुरीको लागि चाहिँ पुरी बनायौँ। आज चाहिँ हामीले चाहिँ सेल बनाउनु लाग्छौँ। अनि हामी चाहिँ एक बिहान नै आएर चाहिँ सेलको लागि तयार गऱ्यौँ। सेल चाहिँ हामी बिग्रेर फेरि दिदीले चाहिँ फेरि पिठो मुछेर चाहिँ फेरि पिठो भिजाएर फेरि पिसेर चाहिँ ल्याउनु भएको छ सिलौटामा। अनि त्यहाँनिर अचारको लागि चाहिँ बन्दा रेडी छ, रेडी अवस्थामा छ। अनि मैले चाहिँ यहाँ सेल हालेको थिएँ, आधी अलिकति अधुरो भयो। अनि यहाँनिर चाहिँ हाम्रो माथि चाहिँ खिर बनाउनु लाउनु भएको छ, खिरहरू अनि हलुवाहरू। अनि यहाँनिर चाहिँ पूजा गर्ने भयो, पूजाको लागि तयारी हुँदैछ यहाँ चाहिँ। हामी सेलरोटी हालेर चाहिँ ड्रेस चेन्ज गरेर चाहिँ पूजा स्टार्ट भयो। कति 7 बजीबाट हाल्नु लाग्यो सेलरोटी चाहिँ के भएन, बिग्रियो। अनि ठ्याक्कै कति बजी सकेको थियो भने चाहिँ 2 बजी 2:30 बजी सकेको थियो सेलरोटी हालेर चाहिँ। अनि ड्रेस चेन्ज गरेर चाहिँ अहिले चाहिँ पूजा पनि के अरे भइसकेको छ, स्टार्ट भइसकेको छ। अहिले चाहिँ ठ्याक्कै 6 बजे होइन। अनि यहाँ चाहिँ हामीले चाहिँ अब के अरे खुवाउने प्रसादहरू दिने गरिरहेको छौँ। अनि तल चाहिँ पूजा भइरहेछ, पुरा पानी परिरहेको छ क्या। हिजो पनि पुरा हावाहुरी असिना पानी परेको थियो, धन्न आज हावाहुरी र असिना चाहिँ लागेको छैन, पानी मात्रै परेको छ। अनि त्यसपछि यहाँ तल चाहिँ पूजा भइराखेको छ, मासतिर प्रसाद खाइराख्नु भएको छ। यहाँनिर देखाउँछु हजुरहरूलाई मैले, यहाँ तल पूजा भइराखेको छ। मात्र पानी यस्तो त्रिपाल लगाएर चाहिँ यहाँनिर व्यवस्थापन भइरहेको छ। यहाँनिर पूजा भइरहेको छ, पानी परिरहेको छ, बिजोग अवस्थामा छ यहाँनिर। अब चाहिँ अझै स्टिल हाम्रो चाहिँ यहाँ पूजा भइरहेछ। कति बज्यो 6 8:30 हुन लागेछ। अनि मैले चाहिँ साह्रै एकदम अप्ठ्यारो गएर फेरि ड्रेस चेन्ज गरिसकेको छु। अनि तल चाहिँ पूजा चलिरहेछ, म तपाईँलाई देखाइदिन्छु है त। मेरो चप्पल चाहिँ कहाँ गयो? अनि यतातिर चाहिँ अझै हुनुहुन्छ प्रसादहरू खाने। यतातिर प्रसाद बाँड्ने भयो।
एकदम फ्री क्लियर गर्ने वास्ता नि गएर गएको थियो यो देखाउनु पर्छ 1000 लाख ठाउँ छ नि कुलदेउतालाई देखाएर ल्याउनु ठुवा खोल्दै नि गर्नु होला त्यो झरेको छैन नि देउता बाजाले देखाउँदै दुईवटा क्यामेरा झन् खिचेर बस्यो त्यही बाहुन जस्तै ल बाहुन जस्तो तपाईँको यहाँ नि अनि के खान्नहरू फोटो कता हरायो त फोटो खिच्ने भने आगो ताप्नु पर्यो नि त यो त पड्काउँछन् होइन र राखेर पड्काउने भन्नाले चलाउने हो यसलाई के चलाएर खान्छ नि पछि देशवालाबाट एउटा फलाइदिन्छ मलाई हो र अब यो 4 सिटी के अब छिटो गरेर मलाई पनि खिच भाग्य आइनु भाइ 20 रुपैयाँ लाग्यो 20 यहाँको रुपियाँ चोरिदिन्छु म यहाँ मेरो गराउनु यहाँ 4 सिटी गरेर के यहाँबाट आऊ कि यहाँबाट खिच्दिउ कि फोटो फोटो खिच्नु 4 सिटी गरेर
पानी ल्याइरहेको छ कि